अ, कल्याण मित्र खुमाज्यू, यहाँलाई स्वागत छ। हरि ओम। हार्दिक धन्यवाद कल्याण मित्रज्यू। उपस्थित आत्मीय प्रेमल दिव्य मनहरूमा हरिओमको नमन। म छोटकरीमा मात्रै भन्छु किनभने सबैजनाले भन्नुपर्छ नि त, त्यही भएर। अनि बोध बोध भनेको के रहेछ? आफूले आफैलाई जान्नु वा चिन्नु बोध रहेछ। आफैप्रति सजग हुँदै गएपछि बोधको स्थितिमा पुगिँदो रहेछ होइन, बन्ने रहेछ, आफै बन्ने रहेछ होइन। अनि बोध विज्ञान कार्यक्रममा श्री गुरुदेवले हर प्रकारले हामीलाई बोधमा कसरी प्रवेश गर्न सकिन्छ यसमा प्रयोग गराइयो। अनि लयमा चाहिँ ईश्वर के रहेछ, हामीले खोजेको ईश्वर कहाँ रहेछन्, अनि कसरी अनुभव गर्न सकिँदो रहेछ भन्ने ज्ञान नै लय विज्ञान रहेछ, मैले बुझेको है। अब अरू साथीहरूले के बुझ्नुभएको छ त्यहाँ बुझाउनु हुनेछ। अनि प्रशिक्षक, म आफूले मात्र आनन्द र आनन्द लिएर अनि आनन्दित भएर मात्र आनन्द हुन नसकिँदो रहेछ। अनि ईश्वर प्राप्तिको ज्ञान पाएपछि त्यो सच्चिदानन्द रूपाय परमेश्वर सत्यम शिवम सुन्दरम को आनन्द हामीले अरूसम्म पनि लैजान सक्नुपर्छ, त्यो माध्यम आफू पनि बन्नुपर्छ भन्ने लागेर चाहिँ म प्रशिक्षकसम्म बसेर आएँ। त्यही हो मेरो। हरिओम। धेरै धन्यवाद। अति सुन्दर। धेरै आभार यहाँलाई। यहाँलाई धेरै बधाई छ, धेरै शुभकामना छ। म क्रमैसँग आएँ। अब कल्याण मित्र कविन्द्रजी हुनुहुन्छ हामीसँग। हजुर कविन्द्रजी, कविन्द्र थापाज्यू, हजुर। हरिओम कल्याण मित्र अशोकज्यू, यहाँलाई धेरै धेरै धन्यवाद। र आज यो अवसर दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद। र म सर्वप्रथम मेरो परिचय दिन चाहन्छु। मेरो नाम कविन्द्र थापा र भर्खरै मैले बोध विज्ञान, लय विज्ञान र प्रशिक्षण विज्ञान सम्पन्न गरेर आएको छु। र हजुरको आजको प्रश्न लय विज्ञान, बोध विज्ञान के हो र प्रशिक्षण विज्ञानपछि अबको हाम्रो भावी योजना के हुनुपर्छ भन्नेमा म छोटकरीमा बोल्न चाहन्छु। र सर्वप्रथम बोध विज्ञान भनेको के हो भन्दा यो एउटा आफूले आफ्नो अनुभव गर्ने विज्ञान नै बोध विज्ञान हो। अर्थात् यो चाहिँ आफूदेखि आफूसँगको यात्रा नै बोध विज्ञान हो। र बोध विज्ञान कार्यक्रममा चाहिँ हामीले मुख्य गरी सजगता कसरी हुन सकिन्छ, र हामीलाई सबैले थाहा छ सजगता हुनुपर्छ भन्ने कुरा, तर सजगता कसरी हुने र सजगता हुनको लागि हामीले कुन कुन मेथडहरू भनौँ न, कुन कुन तरिकाहरू प्रयोग गर्न सक्छौँ भन्ने कुराको बारेमा हामीलाई गुरुदेवहरूले यसको लागि चाहिँ हाम्रो आचरणगत र विभिन्न प्रयोगात्मक विधिहरूको प्रयोग गराएर सिकाउनु भएको थियो। र जसले गर्दाखेरि चाहिँ हामीलाई सजग रहनको लागि यो सजगता भनेको चाहिँ ध्यानको पहिलो चरण पनि हो र बोध ध्यानको दोस्रो चरण हो। त्यसले गर्दाखेरि सजगता हुँदै बोधमा कसरी प्रवेश गर्न सकिन्छ यसको बारेमा हामीलाई गुरुदेवहरूले सिकाउनु भएको थियो। र साथै हाम्रो चाहिँ मनको चरणहरू, हाम्रो मनको विभिन्न खण्डहरू हुन्छ र यो मनको खण्डहरूले गर्दाखेरि चाहिँ हाम्रो शरीर, मन, भावना र चेतनामा कस्तो खालको प्रभाव पार्छ भन्ने बारेमा पनि हामीलाई चाहिँ त्यहाँ चाहिँ विस्तृत जानकारी पाउन सक्छौँ। र बोध विज्ञान भनेको यही नै भन्न चाहे। र अब लयको बारेमा भन्नुपर्दाखेरि लय भनेको चाहिँ हाम्रो लय विज्ञानमा पनि हाम्रो शरीर, मन, भावना र चेतनालाई कसरी लयबद्ध बनाउन सकिन्छ भन्नेको बारेमा नै हामीले सिक्न सकिन्छ। र लय विज्ञान भनेको सम्पूर्ण प्रलयहरूबाट टाढा हुने लय विज्ञानको मुख्य उद्देश्य हो। र यसमा चाहिँ हामीले ईश्वरसँग साक्षात्कार कसरी गर्न सकिन्छ, हामी भित्रै रहेको ईश्वर तत्त्वलाई हामीले कसरी पत्ता लगाउन सक्छौँ भन्ने कुराको बारेमा हामीले जान्न सकिन्छौँ। र हाम्रो जीवनमा प्रेमको कतिको आवश्यकता छ, प्रेमका प्रकारहरू के हुन्, र चाहिँ अपेक्षाले हाम्रो जीवनमा पार्ने नकारात्मक असरको बारेमा पनि हामीले सिक्न पाउँछौँ। र यति मात्रै होइन कि हामीले चाहिँ यसलाई चाहिँ विभिन्न तरिकाहरू प्रयोग गरेर चाहिँ यसको चाहिँ सर्वोत्कृष्ट मेथड के हो, सर्वोत्कृष्ट चाहिँ तरिका के हो जसबाट हामीले ईश्वर तत्त्व पाउन सक्छौँ त्यसको बारेमा हामीले सिक्न सक्छौँ। र अब बोध र लय हाम्रो लागि जरुरी कतिको छ भन्दा यो त अत्यन्तै जरुरी छ। जब हामी कोही पनि 11 वर्ष पुरा भइसकेका छौँ भने र
श्वास चल्दैछ भने भन्नु पर्यो, जीवनको अन्तिम समयको अवस्थामा चाहिँ जति बेला पनि गर्न मिल्छ र यो कार्यक्रमहरू गर्न अत्यन्तै आवश्यक छ। यो कार्यक्रम गर्न अझै चक्र विज्ञान गरेर गर्नुभयो भने यसको प्रभाव अझै बढी हुने भएको कारणले गर्दाखेरि चक्र विज्ञान नगर्नु भएको मित्रहरूलाई चक्र विज्ञान गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। र अनि यो यो यस कार्यक्रम गरिसकेपछि यो कार्यक्रमले चाहिँ हाम्रो शरीर, मन, भावना र चेतनाको अवस्थामा नै अत्यन्तै सकारात्मक प्रभाव पार्ने र अत्यन्तै ऊर्जामय पार्ने भएको कारणले गर्दा सबैलाई यस कार्यक्रम लिनको लागि अनुरोध गर्दै अब यसपछि मेरो प्रशिक्षण विज्ञानपछि भावी योजना भनेको चाहिँ सर्वकल्याण भाव नै हो र साथसाथै चाहिँ यो संसार नै एउटा घर र हामी सबै नै एउटा परिवार जस्तो गरी हामी अगाडि बढ्नुपर्छ भन्ने भाव व्यक्त गर्दै यहाँलाई समयको लागि धन्यवाद दिँदै म आफ्नो भनाइहरू यहीँ टुङ्गाउन चाहन्छु। हरिओम। हस्, धेरै धन्यवाद, धेरै आभार कल्याण मित्र कविन्द्र थापाज्यू। यहाँले आफ्नो सम्पूर्ण यी कार्यक्रमहरूको अनुभव यहाँले साझा गरिदिनु भयो, धेरै धन्यवाद यहाँलाई। अब हामी कल्याण मित्र खुमा खड्काज्यू हुनुहुन्छ हामीसँग, यहाँलाई स्वागत छ। सर्वप्रथम त सद्गुरुद्वयमा हरिओमको सतसत नमन गर्न चाहन्छु र हामीलाई जुम मार्फतबाट प्रत्येक दिन यो साधना गराएर हामीलाई सहयोग पुर्याइरहनु भएका, पहिले त गुरु नै भन्थ्यौँ, अहिले चाहिँ अब कल्याण मित्र भन्न पनि सक्यो, कल्याण मित्र 3 जना प्रत्येक दिन हामीलाई सहयोग पुर्याइरहनु भएको छ। उहाँहरूलाई पनि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण प्रेमक आत्मीय मनहरूमा पनि हरिओमको नमन गर्न चाहन्छु। म खुमा खड्का दाङदेखि हो। म चाहिँ धेरै समय त भएको छैन, असारदेखि मात्रै जोडिएको हो र यति छोटो समयमा पनि मैले आफूले चक्र साधना, लय, बोध र प्रशिक्षकसम्मको तालिम पुरा गर्ने, अझै पुरा त भएको छैन, अझै 101 दिन त बाँकी नै छ, तर पनि यो गर्ने अवसर पाएँ। यसको लागि धेरै धेरै अभाव व्यक्त गर्न चाहन्छु। सद्गुरुद्वयहरूको सान्निध्यतामा रहेर यो अवसर पायौँ, हामीले गर्न पायौँ र चक्र विज्ञान भन्दाखेरि आफूभित्र भएको त्यो ऊर्जाहरू कहाँ कहाँ छ र कसरी थाहा पाउन सकिन्छ, यो कुराहरूको अनुभव लिन पाइयो। र बोध भनेको आफूले आफूलाई चिन्ने, कसरी चिन्ने त, यो मार्गदर्शन गर्नुभएको छ गुरुहरूले। बोध विज्ञान गर्न पनि अति नै आवश्यक लाग्यो मलाई। बोध विज्ञान गर्दै गर्दाखेरि आफूले आफूलाई चिन्ने, म के रहेछु र म को हुँ भन्ने कुरा थाहा पाउने, आफूदेखि आफूसम्मको यात्रामा प्रारम्भ यहीँबाट हुँदो रहेछ। र लय विज्ञान भनेको कस्तो रहेछ भने हामीले ईश्वर छ तर कहाँ छ, कसरी अनुभव गर्न सकिन्छ त भन्ने कुरा चाहिँ हामीले लय विज्ञानबाट प्राप्त गर्यौँ। र यो 2टा साधना चाहिँ नलिकन मर्न हुँदैन है भनेर हामीलाई रमेश गुरुदेवले भन्नुभएको थियो। त्यो कुरालाई पनि अंगीकार गर्दै यो चाहिँ लिन सम्भव भयो। त्यसपछि चाहिँ प्रशिक्षण पनि लिन अझ उत्सुकता जाग्यो। यो कुराहरू पाउँदै गर्दाखेरि अझ साधनालाई गहिरो बनाउने, अथवा मैले आफूले पाएर मात्रै हुँदैन, यो मैले जति पनि पाएको छु यो आनन्दमा अरूलाई पनि बाँड्न चाहन्छु भन्ने त्यो इच्छाका साथमा मैले प्रशिक्षक तालिम पनि पुरा गरेँ। 101 दिन त बाँकी नै छ, अझै पुरा गर्ने समय छ, तर पनि आफूले यो पाएको आनन्दलाई कसरी अरूसम्म पुर्याउन सकिन्छ त, कसरी पुर्याउने भने त्यो हुटी जाग्दो रहेछ। अनि त्यो आनन्द, आफूले पाएको आनन्द अरूलाई पनि दिन सकूँ भन्ने उद्देश्यका साथ म चाहिँ प्रशिक्षणमा सकाएर आएँ। त्यसको लागि समय दिनुभयो, यसको लागि धेरै धेरै हजुरहरूलाई धन्यवाद दिँदै यति नै भन्न चाहे। हस्त हरिओम सम्पूर्णमा। सुन्दर, हस् हस्, हार्दिक आभार यहाँ सम्पूर्णलाई, हार्दिक आभार। अरू कोही मित्रहरू हुनुहुन्छ हाम्रो कल्याण मित्रहरू? ह्यान्ड चाहिँ देखिएन, सम्भवतः हामी छैनौँ होला अब हो। केही कल्याण मित्रहरू चाहिँ बुटोलमा हुँदै गरेको यो खुसी विज्ञान कार्यक्रम आजैबाट प्रारम्भ हुँदैछ, त्यतापट्टि सहभागी हुनुभएको छ। त्यसो कारणले केही कल्याण मित्रहरू यहाँ सहभागी हुन सक्नु भएन। फेरि पनि हामी उहाँहरूका अनुभवहरूलाई कुनै दिन सुन्छौँ। अरू बोध विज्ञान र लय विज्ञान गर्ने मित्रहरू पनि, यहाँ आत्मीय मित्रहरू पनि हुनुहुन्छ। यहाँहरूलाई पनि आफ्नो अनुभव केही साझा गर्न मन छ भने यहाँले साझा गर्न सक्नुहुन्छ। बोध या लय कुनै कार्यक्रम गर्नुभएको छ भर्खरै हालसालै भने यहाँले साझा गर्न सक्नुहुन्छ। खुलेको छ।
म बोध विज्ञानमा मात्रै सरिक हुने कृपा मिल्यो, अवसर मिल्यो, त्यतिमा जुटाएको थिएँ। मैले त्यसमा अरू अहिले मित्रहरूले बताइसक्नुभयो, त्यसलाई दोहोऱ्याइन। त्यसको मनको कुराहरू र अनि नवव्रतको जुन कुराहरू छ त्यसले ममा ल्याएको अलिकति रूपान्तरण त्यही बिचमा पनि ल्याएको थोरै मैले राख्न चाहेँ। मलाई त्यसभित्र नवव्रतभित्र सेवाभावको कुराहरू गर्दै जाँदा मसँग सवारी साधन थियो। म त्यहाँबाट सातो बाटोसम्म आउँथेँ। मलाई एक्लै फर्किँदा कता कता मैले धेरै गर्न सक्ने काम नगरे जस्तो मलाई भित्रैभित्रै त्यसले पोल्यो। एउटा त्यो सेवाभावको त्यो आयो। अनि मैले के गरेँ भन्दाखेरि एक दिन अब सबै मित्रहरूलाई त त्यहाँ चिन्ने कुराहरू भएन। बाटोमा साँगुरो बाटो, गाडी रोकेर सोधिरहन पनि गाह्रो भयो। एकजना जोडीलाई मैले चिनिरहेको थिएँ, मेरो अगाडि बस्नु भएको थियो। उहाँहरूलाई अलि तल पुगेपछि साइडमा गाडी लगाएर हजुर कहाँसम्म पुग्ने हो भने उहाँले त ट्याक्सीले रोकेर खोज्यो, मलाई भाडामा जस्तो गर्नुभयो। अनि गएँ। मलाई अझ अमिलो भयो। अर्को दिन संयोगले एकजना मभन्दा पनि अझ उमेरले अलि पाको उमेरको हुनुहुन्थ्यो दाजु भाउजूहरू, उहाँहरू सोधेको ठ्याक्कै म जाने रुटमा हुनुहुँदो रहेछ। त्यसपछि म अन्तिम दिनसम्म मैले उहाँहरूलाई बिचसम्म लगेँ। त्यो गरेकोमा मलाई ठुलो काम गरे जस्तो त्यस्तो महसुस भयो। त्यो एउटा त्यो सेवाभावको सानो उदाहरण। अर्को मलाई त्यहाँ जुन खाना खुवाउने, त्यो सेवा गर्ने बाबु नानीहरू र त्यो गार्ड जुन ढोका खोल्ने, उहाँहरूले हामी त यस्तो आएको छौँ, यहाँ यो ध्यान कर्महरू गरिरहेका छौँ, उहाँहरूले अवसर पाए गर्नुहुन्थ्यो होला कि के होला भनेर सोध्न मन थियो। समय कस्तो भयो भन्दा हामी खाना खान निस्किने बेलामा उहाँहरू व्यस्त हुनुहुन्थ्यो, त्यो भाइ बहिनीहरू। अब फेरि अलिकति मौनको पनि कुराहरू, यो दुइटाले गर्दा त्यो यत्तिकै अधुरो रह्यो। फेरि गयो भने सायद त्यसलाई प्रयास गर्ने र सक्यो कसैलाई सायद त्यही त्यहाँ तिर्ने शुल्कहरूले पनि समस्या भएन, एक दुईजनालाई बरु इच्छुक हुनुहुन्छ भने स्पोन्सर गर्ने भन्ने किसिमको जाग्यो। त्यो मैले सेवाभावको यति राख्ने। त्यहाँ अन्तिम त्यो बोध विज्ञानको अन्तिमतिर अलिकति हावाहुरी यताले गर्दा अलि चिसो लागेछ। अनि सिद्धिएको दिनमा रुगा लागे जस्तो, नाक बगे जस्तो भएको थियो। भोलि बिहान त अलिक गाह्रो हुन्छ कि यो नियमित जोडिन भन्ने लागिरहेको थियो। तर बिहान समयमै उठेँ। समयमै उठिसकेपछि अब मनको कुरा गर्दैछु मैले, मेरो अनुभूति। त्यो अब सचेत मन जुन सबभन्दा माथिको मन हो, चेतन मन, त्यसले आज नगर, अब अलिकति रुगा पनि लागिरहेको छ, नाक बगिरहेको छ, आराम गर भनिरहेको थियो। तर त्योभन्दा तल्लो तहमा रहेको अवचेतन मनले होइन जाऊ जाऊ गराइरहेको थियो। अन्तिममा अवचेतन मनले मलाई जित्यो, त्यो आदतले जित्यो। म अर्को दिन सोमबार नै फेरि यो नियमित प्रयोगशालामा जोडिएँ र गर्दै जाँदा मेरो नाकको त्यो बग्ने पनि बिस्तारै बन्द भयो, आरामसँग सिद्ध्याएँ। यी दुईटा मात्रै मैले अहिलेलाई यहाँहरूसँग राखेँ। हरियो। धेरै धेरै धन्यवाद, आभार। कति मिठो ढङ्गले यहाँले यो सबै कुराहरूलाई समेट्नु भयो। हेर्नुहोस् त, दिव्य नवव्रत अत्यन्तै यो मनुष्यको लागि, हाम्रो लागि चाहिँ वरदान नै हो दिव्य नवव्रतको पालना। त्यसमा पनि त्यहाँको सेवाभावको यहाँले कुरा उठाउनु भयो। हृदयमा कहीँ न कहीँ त्यो सेवाको भाव छचल्केर आयो। कसरी म काम लाग्न सक्छु अरूलाई, कुनै न कुनै ढङ्गले हामी सबैभित्र पनि यस्तो प्रकारको भाव, सबैलाई काम लाग्न सकौँ, सेवा गर्न सकौँ, मेरो जीवन काम लागोस् भन्ने भाव हामी सबैमा आओस्। यहाँलाई पनि धेरै धेरै धन्यवाद आत्मीय मित्र रामप्रसादज्यू। हस्, यहाँहरू सबैप्रति अत्यन्तै आभार व्यक्त गर्दै यो सर्वकल्याणको बाटोमा, सर्वहितायको बाटोमा आफ्नो जीवन लगानी गर्ने, समर्पित गर्ने भाव हामी सबै कल्याण मित्रहरूले त्यो सङ्कल्प गरेर फर्किएका छौँ। यहाँहरू सबैलाई धेरै शुभकामना, बधाई। र हामी सँगै छौँ, साथमा छौँ। र यहाँहरूले भन्नुहुन्छ कहिलेकाहीँ हाम्रो सहभागी मित्रहरूले कि तपाईँहरूलाई धेरै धन्यवाद, हामीले यहाँहरूले गर्दा योग अभ्यास गर्न पाएका छौँ, ध्यान गर्न पाएका छौँ भन्नुहुन्छ। वास्तवमा यो कस्तो हुँदो रहेछ भने हामीलाई तपाईँहरूले धन्यवाद दिनुहुन्छ, तर तपाईँहरूको कारणले हामी यहाँ हुन्छौँ र हामीलाई आनन्द आइरहेछ कि बाँड्न थालेपछि बढ्छ। त्यस कारणले हामी चाहिँ आनन्द छौँ, हामी चाहिँ यहाँहरूप्रति हामी चाहिँ आभारी छौँ कि यहाँहरू यसरी यो सहभागी हुनुभएको छ र हामीले पनि यहाँहरूसँगै अभ्यास गर्न पाछौँ, ध्यान गर्न पाछौँ।
यो आनन्दमा हामी पनि सर्वगर हुन पाएका छौँ। हरि ओम। म चाहिँ यो गएको पुसदेखिबाट जीवन विज्ञानमा जोडिएको हुँ र पुसदेखि चाहिँ त्यसपछि लगत्तै सुरुमा चाहिँ पुसमा चक्र विज्ञान, अनि त्यसपछि गएर ऐश्वर्य विज्ञान र अस्तिको चाहिँ नि यो बोध र लय विज्ञानमा म सहभागिता मेरो भइसकेको छ। अब यो बिचमा चाहिँ यो अवधिमा चाहिँ मेरो आफ्नो शरीरमा भएको अनुभवको सम्बन्धमा मेरो चाहिँ प्रतिक्रिया के छ भन्दाखेरि हामी यो चाहिँ जुन साधना र यो योग प्राणायाम ध्यानमा चाहिँ हामी धेरै पछाडि जोडिएछु भन्ने मलाई अलिकति पश्चातापको चाहिँ भाव जन्मिरहेको छ यतिखेर। जबदेखि मैले चाहिँ यो यसमा चाहिँ जोडिएँ, मेरा चाहिँ शरीरका अप्ठ्याराहरू जति पनि छन् तिनीहरू एकदमै न्यूनीकरण हुँदै बिलाउँदै गइरहेका छन् र मलाई एकदमै आनन्द आएको चाहिँ नि एउटा के छ भन्दाखेरि यो बिहानको चाहिँ प्राणायाम छ, यो चाहिँ जो जेन्टल एरियामा चाहिँ भएका समस्याहरूलाई चाहिँ त्यो योगले चाहिँ निकै नै फाइदा पुर्यायो। जस्तो कि म अब 60 उमेरले चाहिँ 60 क्रस गरिसकेको मान्छे हुँ। मेरो चाहिँ नि यो के भन्दाखेरि यो प्रोस्टेटको चाहिँ अलिकति समस्या थियो। त्यो चाहिँ नि त्यो एउटा चाहिँ जुन यो बुधबार चाहिँ माथि गर्ने चाहिँ जुन एउटा प्राणायाम छ, त्यो प्राणायामले चाहिँ नि मलाई धेरै नै सुधार भएको छ। म यसमा साह्रै आनन्दित भएको छु र मेरो यो एउटा चाहिँ नि यसमा लागिसकेपछि ठुलो उपलब्धि हो भन्ने चाहिँ नि मलाई महसुस भइरहेको छ। र अब जहाँसम्म अस्तिको दिनमा चाहिँ नि हजुरबाट पनि एउटा जिज्ञासा भएको थियो, यो बोध र लय बाट चाहिँ नि मैले के अनुभव गरेँ, के चाहिँ एउटा के पाएँ भन्ने सन्दर्भमा चाहिँ नि केही अनुभव छ भनेदेखि सेयर गरिदिउँ भन्ने कुरा यहाँबाट पनि चाहिँ मलाई अनुरोध भएको थियो। र यसमा चाहिँ मैले के देखेँ त भन्दाखेरि अब यो बोध विज्ञान भनेको चाहिँ नि मदेखि मसम्मको यात्रा रहेछ भन्ने अब गुरुज्यूहरूले त चाहिँ नि पटक पटक दोहोऱ्याइरहनु भएको छ। त्यसमा चाहिँ नि यो बोध विज्ञानमा सबैभन्दा महत्त्वपूर्ण कुरा के रहेछ भन्दाखेरि श्वासको कुरो रहेछ। त्यसमा चाहिँ नि श्वास, शरीर, आत्मा गुफा, गुरु सजगता, बोध विज्ञानका मूल तत्त्वहरू नै यिनीहरू रहेछन् भन्ने कुरा मलाई चाहिँ त्यो महसुस भयो। र श्वासबाट चाहिँ नि मानिसमा कस्तो किसिमको परिवर्तन आउँदो रहेछ, कस्तो किसिमको दिव्यता, कस्तो किसिमको एउटा आनन्दको अन्तिम चाहिँ नि जुन एउटा आभास हो मान्छेलाई, त्यो आभास मिल्दो रहेछ भन्ने कुरा म आफैले महसुस गरिरहेको छु। जस्तै श्वासको यो चाहिँ मृदुलाकार परिभ्रमण भनेर भनिदो रहेछ यसलाई। एकदमै बीज प्राणायामबाट चाहिँ नि श्वास फेरेको हो कि होइन भने जस्तो गरेर एकदमै चाहिँ नि श्वासको यो चाहिँ ध्यानको गहिरो चिर अवस्थामा पुगिसकेपछि एक प्रकारको चाहिँ नि जुन आनन्द मिल्छ त्यो नगरिन्जेलसम्म चाहिँ नि यो अनुभव गर्ने कुरा चाहिँ रहेनछ। र सबैभन्दा ठुलो कुरो के रहेछ भन्दाखेरि मानिसहरूले चाहिँ नि श्वास फेर्न जानिरहेका छैन। यदि ढङ्गबाट चाहिँ नि सास फेर्न सकियो भनेदेखि मबाट मसम्म पुग्ने यात्रा एकदमै आनन्ददायक यात्रा बन्दछ। र चाहिँ नि बोध विज्ञानबाट प्राप्त गर्नु जति पनि हाम्रा लक्ष्यहरू छन् ती चाहिँ नि कुरा, जस्तै अब आत्मा गुफाका कुराहरू भनौँ, आत्मा गुफामा प्रवेश गरेर गुरु सजगतामा हामी चाहिँ जति सतर्क भइन्छ र यिनै कुराहरूबाट चाहिँ नि बोध विज्ञानको निचोड निकाल्न सकिने भन्ने चाहिँ नि मलाई लागेको छ। र अब यसमा चाहिँ नि के भन्दाखेरि अब जीवनको चाहिँ नि लक्ष्य के हो त? बोध विज्ञानमा चाहिँ नि जीवनको लक्ष्य भनेको चाहिँ यो दुःख निवृत्ति र चाहिँ नि यो परमानन्द प्राप्ति भनौँ न, परमानन्द, दुःख निवृत्ति र परमानन्दको प्राप्ति नै चाहिँ नि जीवनको मुख्य लक्ष्य रहेछ भन्ने यसबाट चाहिँ नि मलाई बोध भयो।
र अब अर्को चाहिँ नि यो लय विज्ञान भनेको त मलाई के लाग्यो भन्दा अद्भुत नै लाग्यो। जसरी चाहिँ 5औं दिनका दिनमा, साधनाको 5औं दिनका दिनमा गुरुहरूबाट यो ब्रह्माण्डमा भएका जति पनि चाहिँ नि ईश्वरहरू छन् अथवा भगवानहरू छन्, जति पनि हामीले मानिआएका, हामीले आस्था राखेका जति पनि ब्रह्मज्ञानीहरू छन्, ती सम्पूर्णलाई चाहिँ नि गुरुबाट आह्वान भयो, उपस्थितिका लागि आह्वान भयो। र त्यसमा चाहिँ नि एउटा आवाजको माध्यमबाट, एउटा चाहिँ नि महसुसको माध्यमबाट चाहिँ नि उहाँहरूको उपस्थिति भयो। र त्यो क्षण चाहिँ नि एउटा मलाई यस्तो आनन्द लाग्यो कि जीवनमा त्यस्तो प्रकारको क्षण पाउँदाखेरि चाहिँ नि मलाई एकदमै स्वर्गीय आनन्दको चाहिँ नि महसुस भयो। त्यो 5औं दिनको चाहिँ नि जुन गुरु साक्षात्कार अथवा चाहिँ नि त्यो जुन बीज ब्रह्म महाज्ञानको चाहिँ नि जुन क्षण थियो, त्यो क्षणले चाहिँ नि साह्रै आनन्द दिलायो। र अब अर्को कुरा चाहिँ नि यो लय विज्ञान भनेको चाहिँ नि पुरै प्रेममा चाहिँ नि आधारित रहेछ। जीवन चाहिँ नि प्रेमले ओतप्रोत भएको छ। जीवन भनेकै प्रेम हो। र यो प्रेम बाहेक यहाँ कुनै दर्द छैन, कुनै चिन्ता छैन, कुनै समस्याहरू छैनन् भन्ने यसको मुख्य चाहिँ नि ऊ रहेछ भन्ने मलाई लाग्यो। र त्यो प्रेममा पनि चाहिँ नि ईश्वर जुन छ, त्यो ईश्वर चाहिँ नि जोडिएको छ। र संसारमा चाहिँ नि गुरुवरको चाहिँ नि भनाइअनुसार चाहिँ नि 9% मानिसहरू यो ब्रह्माण्डमा चाहिँ नि ईश्वर छैन भनेर चाहिँ नि नास्तिकता महसुस गरिरहेका छन् भन्ने मैले चाहिँ त्यो सुने। र अरू बाँकी चाहिँ नि 91% चाहिँ नि मानिसहरू यो ब्रह्माण्डमा ईश्वर छ भन्ने चाहिँ नि विश्वास गर्ने रहेछन्। र ईश्वर छ भन्ने कुराको चाहिँ नि अलिकति घोत्लिएर हेऱ्यौँ, हामीले अलिकति विश्लेषण गऱ्यौँ, अलिकति चाहिँ नि आफैलाई हेऱ्यौँ। हामी चाहिँ जसरी जन्म्यौँ र आजको यो उमेरसम्म हामी आइरहेका छौँ, हामीलाई यो श्वासको चाहिँ जुन अस्तित्व छ, त्यो श्वास फेरेर चाहिँ नि आजको अवस्थामासम्म हामी आइरहेका छौँ, त्यो ईश्वरको नै देन। त्यो ईश्वर यदि ईश्वर थिएन भनेदेखि चाहिँ नि हामी एउटा प्राणीको रूपमा एउटा चाहिँ नि एउटा जीवित अवस्थामा चाहिँ हामी रहँदैन थियौँ। र यो मानिसलाई चाहिँ नि सञ्चालन गरिरहेको त्यो ईश्वरीय गुण, ईश्वरीय सत्ताबाटै चाहिँ नि हामी चाहिँ नि सञ्चालित छौँ भन्ने चाहिँ नि 91% मानिसहरूमा त्यो विश्वास रहेछ। त्यसकारण चाहिँ नि यो ब्रह्माण्डमा ईश्वर छ भन्ने कुराको पनि यो लय विज्ञानको साधनाले चाहिँ नि मलाई महसुस गरायो। र लय विज्ञानको चाहिँ नि समग्र 1 हप्ताको चाहिँ नि जुन कार्यक्रम रह्यो साधनाको, त्यसमा चाहिँ नि 11वटा चाहिँ नि प्रश्नहरू, लय विज्ञानमा 11वटा प्रश्नहरूको चाहिँ नि चर्चा गरियो। ती 11 प्रश्नहरूमा चाहिँ नि मलाई सबै त चाहिँ अहिले आउँदैन, के भन्दाखेरि अब ईश्वर छ कि छैन भन्ने एउटा चाहिँ नि प्रश्न भयो। र यदि चाहिँ नि ईश्वर छ भनेदेखि कहाँ छ, त्यो त्यस्ता खालका चाहिँ प्रश्नहरूमा हामीले चाहिँ नि भित्र प्रवेश गऱ्यौँ। त्यसै गरी चाहिँ नि अन्ततः चाहिँ नि के भन्दाखेरि जीवन कसरी जिउने भन्ने प्रकारका चाहिँ नि हामीले ती रहस्यहरू, गूढ रहस्यहरू चाहिँ नि हामीले चाहिँ नि जानकारी पायौँ। र ईश्वर नभएको भएदेखि लय विज्ञानको चाहिँ नि कुनै सार्थकता हुने थिएन भन्ने कुराको ज्ञान पनि हामीले पायौँ। त्यसो भएको हुँदाखेरि अन्तिममा चाहिँ मेरो के चाहिँ नि ऊ रह्यो भन्दाखेरि, मेरो मत रह्यो भन्दाखेरि, यो जुन हामी साधनामा छौँ, हामी चाहिँ नि भनौँ न जति पनि चाहिँ नि प्राणायाम, योग र ध्यानमा हामी जति चाहिँ नि आध्यात्मिकतामा हामी जति चाहिँ नि लाग्छौँ, हाम्रो जीवन उन्नत हुने रहेछ। हामी वास्तविक मानव बन्ने रहेछौँ र हाम्रा चाहिँ नि सम्पूर्ण चाहिँ नि जुन एउटा प्राप्तिहरू भनौँ न, सुख प्राप्तका चाहिँ नि क्षणहरू चाहिँ नि पगमा चाहिँ नि हाम्रा साधनाले चाहिँ नि उपलब्ध गराउने रहेछन् भन्ने कुराको चाहिँ नि निचोड मैले पाएँ। त्यसकारण चाहिँ अब यहाँ समयको पनि उ छ, मैले धेरै समय पनि यहाँ लिइरहनु उपयुक्त हुँदैन।
र समग्रमा चाहिँ नि मेरो आफ्नो भनाइ यति नै हो र अब अरू अन्य अब पछि पनि फेरि त्यस्तो केही भयो भनेदेखि म निवेदन गर्दै जानेछु। हरिओम। हरिओम। सर्वप्रथम त यो बिहान 5 बजेदेखि अहिलेसम्म निरन्तर रूपमा चाहिँ यो अभ्यास गराइरहनुभएका हाम्रा आदरणीय कल्याण मित्र अशोक भण्डारीप्रति म हृदयदेखि नमन गर्दछु। यसै गरी यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण साधना प्रेमी साथीहरूलाई पनि म आभार प्रकट गर्दछु। बिहानको नमस्कार गर्दछु, प्रभातकालीन नमस्कार गर्दछु। म भन्न त खास केही थिएन, आज कल्याण मित्रहरूको पालोमा मैले पनि यहाँ बिचमा यसो बोल्ने मलाई जमर्को उठ्यो। सर्वप्रथम त मैले यो 3 जना यो अमृत धाराबाट खुमा बस्याल, खुमा खड्का अनि कविन्द्र थापा 3 जना कल्याण मित्र जीवन विज्ञानका सबै कक्षाहरू पास गरेर यो पदावधि उहाँहरूले पाउनुभएछ। उहाँहरूप्रति मैले हृदयदेखि एकदम बधाई शुभकामना दिन चाहन्छु। उहाँहरूलाई मैले के पनि भन्न चाहन्छु भने अहिले हामीलाई 3 जना जुन कल्याण मित्रजीहरूले बिहान साँझमा जुन साधना गराइरहनु भएको छ, उहाँहरूका वचन भाव, जुन त्याग, जुन चाहिँ एउटा निस्वार्थ रूपमा उहाँहरूले गरिरहेको योगदान छ, उहाँहरूले यसैबाट यी कक्षाहरू पास गर्दै यो उहाँहरूले यो पद पाउनुभएको छ। अब उहाँहरूको कहिलेकाहीँ अनुपस्थितिहरूमा यी नयाँ कल्याण मित्र साथीहरूले चाहिँ उहाँहरूको बाटोलाई पक्कै पनि अनुसरण गर्छु भनेर चाहिँ यहाँहरूले जानकारी गराइसक्नु भएको छ। मैले यहाँहरूलाई पुनः यो फेरि हार्दिक बधाई शुभकामना दिन चाहन्छु। र मलाई आज खास बोल्नै मन थियो, त्यो खडा आसनमा मैले चाहिँ के अरे ध्यान गरेँ कल्याण मित्रज्यू। त्यसपछि मलाई आज यो गर्मी समय सुरु भइसकेपछि यति आनन्द, टाउकाबाट फेरि रङ पनि छैन मेरो, खल 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 पसिना आएर पानीमा रुजेर त्यसपछि गएर होत्तिएको बेलामा चाहिँ एउटा अनुभूति हुन्छ नि, हो त्यस्तो भयो। आजको फेरि बिहानको त्यो एक्सर्साइज पनि पहिला पहिला पाहाडतिर हामीले काम गर्दा ओहो कहिले कहिले पछि अरूको काममा मेला गइयो भने मेला जाने चलन थियो। आज बहुत अप्ठ्यारो मेलो रहेछ जस्तो आजको। त्यस्तो अब अलिकति त्यो कुइनाले गर्दाखेरि त प्रायः जस्तो त म नसकी गर्थेँ। त्यो लास्टमा त कुइनाले त्यो यो घोडा चुर्नीमा त सकिएन पनि, एकैछिन रेस्ट पनि गरेँ। त्यस कारणले गर्दा यस्तो राम्रो योगा गराउनु भएको मा मैले चाहिँ हाम्रो आदरणीय मित्र अशोक भण्डारीप्रति फेरि हरिओमको नमन गर्दै सम्पूर्ण साथीहरूलाई नमस्कार गर्दै मेरा भनाइ यहीँ अन्त्य गर्दछु। हरिओम, नमस्कार। हस्, धेरै धन्यवाद, आभार यहाँलाई। कति रमाइलो व्यक्तित्व हुनुहुन्छ हाम्रो आज मित्र ठानेश्वरज्यू। कति मिठो ध्यानको अनुभव यहाँले गर्नुभयो। हार्दिक धन्यवाद यहाँप्रति। अब यहाँहरू धेरैजनालाई लागिरहेको होला कि कल्याण मित्र सृजनाज्यूको पनि केही शुभेच्छा, केही सुझाव सुन्न पाए हुन्थ्यो भन्ने लागिरहेको होला। त्यस कारणले मैले कल्याण मित्रज्यूलाई आफ्ना केही भावहरू राख्न अनुरोध गरेँ। हरिओम। सम्पूर्णमा भाव हामी सबैको साझा छ। अमृत धारा जीवन योग प्रयोगशालाका परिवार हामी सबैको भाव साझा छ। त्यसैले म मौन नै थिएँ, तर मौन भए पनि यहाँ कल्याण मित्र अशोकज्यूले जे भनिरहनु भएको थियो त्यो हामी सबैको साझा छ। सर्वप्रथम त आदरणीय कल्याण मित्रज्यूहरू भर्खरै प्रशिक्षण सम्पन्न गरेर आउनुभएका अत्यन्तै प्यारा सेवा भावले उत्पन्न भएका हृदयहरूमा नमन विशेष। सेवा भाव त हामी सबैमा छ। भर्खरै पनि आदरणीय मित्र थानेश्वरज्यूले, रामप्रसादज्यूले लगायत यो यहाँहरूको मात्रै भाव होइन, हामी सबैको भाव यही हुन्छ कि कसैको लागि केही काम लाग्ने भन्न सकौँ। हामी सबैको भाव यही हुने रहेछ र यो भावले चाहिँ एउटा बाटो पाएको हुँदैन कि कसरी काम लाग्ने भन्न सकौँ। काम लाग्ने कसरी बनिन्छ भन्ने कुराको यो विषयमा अन्योलता हुने रहेछ र त्यो स्पष्टता यी कार्यक्रमहरूले बोध विज्ञान, लय विज्ञान अनि विशेष गरी प्रशिक्षण यी कार्यक्रमहरूमा हामीले त्यो स्पष्ट हुने मौका, यो अवसर पाउने रहेछौँ। जब बोध विज्ञान हुँदै लय विज्ञानसम्म पुग्यौँ, यहाँ कति मिठो भावहरू साझा गरिरहनु भएको थियो। बोध विज्ञान भनेको आफ्नो पहिचान, आफूलाई चिन्ने, आफ्नो बोध गर्ने,
त्यसपछि आफूभित्र रहेको त्यो परम सत्यको अनुभव गर्ने लय विज्ञान कार्यक्रम। यी कार्यक्रमहरूमा उपस्थित हुँदै गर्दाखेरि अब म कसरी काम लाग्ने बन्न सकौँ, यो भाव हामी सबैमा जागृत हुन थाल्छ। यी कार्यक्रममा उपस्थिति भए पश्चात नै यो भाव स्वाभाविक रूपमा हामी सबैमा त्यो जागृत हुन थाल्छ। त्यसपछिबाट प्रशिक्षण कार्यक्रम हुन्छ। यो कार्यक्रमले हाम्रो त्यो भावलाई एउटा निकास दिन्छ। त्यसैले यो सबैको लागि काम लाग्ने बन्न सकौँ। पहिले आफ्नो लागि काम लाग्ने बनौँ अनि सबैको लागि काम लाग्ने बन्न सकौँ। यो प्रशिक्षण केवल अरूको लागि काम लाग्ने बन्न सकौँ मात्रै होइन, यो त आफ्नो लागि काम लाग्ने बन्न सकौँ भन्ने यो हाम्रो साधना हो। प्रशिक्षण हामी सबैको। त्यसैले आफ्नो लागि काम लाग्ने बन्दै अरूको लागि काम लाग्ने बन्न सकौँ, यो भाव हामी सबैमा जागेको छ र यो अवसर हामी सबैलाई प्राप्त होस्। अहिले जसलाई समय मिलेको छ यहाँहरूलाई धेरै धेरै बधाई, शुभकामना। अबको दिनहरूमा समय सबैलाई मिल्नेछ। हामी सबैलाई पनि अग्रिम शुभकामना, बधाई अर्पण गर्दै हार्दिक आभार भाव आदरणीय कल्याण मित्र अशोकज्यू, यहाँप्रति धेरै धेरै आभार भाव व्यक्त गर्दै अबको यात्रा हाम्रो साथमा सबैको एकसाथ अघि बढ्ने यो अवसर प्राप्त भएको छ। फेरि पनि धेरै धेरै बधाई। धेरै धन्यवाद, हार्दिक आभार कल्याण मित्रज्यू। यही भावका साथमा हामी सबैको जीवन साधना, पहिला आफ्नो साधना अनि सेवा यो निरन्तर जीवनभर गर्ने यो अवसर हामीले प्राप्त गरिरहौँ। सबै कल्याण मित्रहरूमा हरिओमको नमन भन्नुभएको छ खेमराजज्यूले। यहाँहरू सबैप्रति आभार व्यक्त गर्दै दुवै हातलाई हृदय अगाडि जोड्छौँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग भवेत्। सबैको जय हो, सबैको कल्याण हो, सबैको मङ्गल होस्। सबै सुखी रहन्, सबै स्वस्थ रहन्, सबै शान्त रहन्। सबैले हामीले जस्तै ध्यान गर्ने अवसर प्राप्त गरून्। आफ्नो साधना, आफ्नो जीवनमा आफ्नो योग, आफ्नो आनन्द, आफ्नो शान्तिलाई अनुभव गर्दै भेटाउँदै अरूको जीवनमा पनि शान्ति, स्वास्थ्य, आनन्द सबैलाई बाँड्ने अवसर पनि हामीलाई प्राप्त होस्। यो मङ्गल भाव हाम्रो हृदयमा सदा सदा बनिरहोस्। यसका साथै आजको प्रयोगबाट हामी बिदा लिन्छौँ र फेरि बेलुकीको सन्ध्याकालीन सत्सङ्गमा हामी पुनः भेट्नेछौँ। तबसम्मका लागि यहाँको दिन अत्यन्तै शुभ र मङ्गलमय बितोस्। शुभ दिन, धन्यवाद, हरि ओम, तत्सत्। ज्ञान राम्रो मधुर बाणी तिम्रो, चाल चलन मिठा वचन आत्मीयता राम्रो। ध्यान राम्रो, ज्ञान राम्रो मधुर बाणी तिम्रो, चाल चलन मिठा वचन आत्मीयता राम्रो। मन बनाउने स्वभाव साह्रै राम्रो, मन मोहित बनाउने स्वभाव साह्रै राम्रो। बाहिर भित्र तल माथि जताततै राम्रो। मेरो हृदयको प्रिय, मेरो हृदयको प्रिय, जति हेऱ्यो उति राम्रो, जति हेऱ्यो उति राम्रो। मेरो हृदयको प्रिय, मेरो हृदयको प्रिय, जति हेऱ्यो उति राम्रो, जति हेऱ्यो उति